ए हेर्नुहोस् हाम्रो करेसाबारी लसुन यसलाई के भन्छ काउली यहाँ पनि यस्तो छ यो चट्ट मुला खाने हो अब यस्तो छ अब मेवा हेर्नुहुन्छ भने चारैतिर मेवै मेवा है कति अब मेवाको मालिकनीहरू यहाँ छन् साग यसलाई के भन्नुहुन्छ टमाटर अब हामीले चट्ट मेवा टिपेर मेवा मेवा छ नि यहाँ के भयो के हुन्थ्यो करेला हाकिम सागहरू अब यहाँ हामीले मेवा टिपेर खाँदैछौँ आज चट्टै यहाँ हेर्नु त मेवा उनीहरूलाई देख्दैन कि आज कति खाने चट्ट मेवा टिप्नु कि त मेवा झार्न त्यो त्यहाँ मेवा झारेर खानु पर्दैन अब उयो हेर्नुहोस् तोरीबारी ल हेर्नुहोस् तोरी कस्तो चट्ट मेवा झार्छ कुन त्यो त काँचो छ काँचो खै त पाके छैन मेवा टिप्ने चट्ट उहाँको मेवालाई चट्ट पाके छ ल क्यामेरा चल्यो हो त्यो अब ढङ्गा मैसाबको ढङ्गा फेरि छैन जस्तो छ त्यहाँ अब जोड लगा के सकिन्छ किन ल तँबाट पार लाग्ला जस्तो छैन केटी बर्बाद खाली यार 50% बर्बाद यार फेरि हात हाम्रै करेसाबारी चट्ट सब चिजहरू यहीँ उत्पादन हुन्छ के भयो उहाँको एउटा हाकिम साहब के भन्छ त्यसले आगाती भने आफै छ स्ट्रबेरी स्ट्रबेरी फ्लेभर भन्ने थाहा छ तपाईँलाई हो यसको फ्लेभर फेरि बुझिहाल्नु कन्टेन्ट त फ्लेभर भनेपछि अर्कै बुझ्नुहुन्छ अब यसलाई अल्छी कि अब चट्ट मेवा टिपेर ल्यायो अब यसले झट्ट बनाउँछ नुन खुर्सानी हालेर खानुपर्छ के गरिछौ भन त तिमी डोजर गयो गाडी गयो खै कता कता गयो कता गयो त नि कता गयो अब फाइनल्ली मेवा रेडी भयो अब हामीले यसरी खाँदैछौँ यस्तै खाँदैछौँ मेवा खाएको भिडियो हेर्नु पर्यो नि त यस्तो हुन्छ गाउँ बसेपछि चट्टा खाना पनि लोकल चिज है त कुरो त्यही भयो अब मेवा खान चाहिँ लाग्यौँ हामी फेरि मलाई देखाएन भनेर फेरि रिसाएर फेरि उदुम हुन्छ नि त त्यो भएर हल्का ओए लड्का त बाई भन्थ्यो मा गरिदेऊ मा